नमस्कार। अघिल्ला 3 भागमा हामीले हर्का साम्पाङको जीवन सामाजिक अभियान, स्वतन्त्र उम्मेद्वारका रूपमा उनको ऐतिहासिक जित र मेयर बनेपछि गरेका कामहरूको चर्चा गर्यौं। तर कुनै पनि जनप्रतिनिधिको यात्रा उपलब्धिले मात्र भरिएको हुँदैन। त्यहाँ चुनौती, विवाद र आलोचना पनि हुन्छन्। यस भागमा हामी ती विषयहरूलाई सन्तुलित रूपमा बुझ्ने प्रयास गर्नेछौँ। हर्का साम्पाङलाई अरू मेयरभन्दा फरक बनाउने कुरा भनेको उनको कार्यशैली हो। उनी कार्यालयभित्र बसेर निर्देशन दिने भन्दा पनि आफै फिल्डमा पुगेर काम गर्न रुचाउँथे। बिहानै श्रमदानमा सहभागी हुने, नागरिकसँगै खाल्टो खन्ने, पाइप बिछ्याउने, सरसफाइ गर्ने र वृक्षरोपणमा हातेमालो गर्ने उनको शैलीले धेरैको ध्यान तान्यो। उनका समर्थकहरू भन्छन् नेता आफै काममा उत्रिएपछि जनतामा पनि उत्साह बढ्छ। तर आलोचकहरूको धारणा फरक छ। उनीहरूका अनुसार मेयरको भूमिका केवल श्रमदानमा सहभागी हुनु मात्र होइन, दीर्घकालीन योजना बनाउने, बजेट व्यवस्थापन गर्ने, प्रशासन सुधार गर्ने र संस्थागत क्षमता विकास गर्नु पनि हो। हर्का साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय छन्। उनले आफ्ना गतिविधि, अभियान र धारणा नियमित रूपमा सार्वजनिक गर्ने गरेका छन्। यसले उनका समर्थकलाई प्रत्यक्ष जानकारी दिने अवसर दिएको छ। तर कहिलेकाहीँ उनका केही अभिव्यक्ति र प्रतिक्रियाहरू सार्वजनिक बहसको विषय पनि बनेका छन्। लोकतान्त्रिक समाजमा सार्वजनिक व्यक्तित्वका अभिव्यक्तिमाथि समर्थन र आलोचना दुवै हुनु स्वाभाविक मानिन्छ। श्रमदान अभियान हर्का साम्पाङको पहिचान बनेको छ। धेरै नागरिकका लागि यो अभियान प्रेरणादायी थियो। उनीहरूले विकासमा नागरिकको प्रत्यक्ष सहभागिता बढेको बताए। तर केही विज्ञहरूले भने श्रमदान उपयोगी भए पनि दीर्घकालीन पूर्वाधार निर्माणका लागि प्राविधिक योजना, पर्याप्त बजेट र संस्थागत प्रणाली पनि आवश्यक हुने धारणा राखे। यसले श्रमदान र सरकारी योजनाबीच सन्तुलन कसरी कायम गर्ने भन्ने बहसलाई जन्म दियो। धरानको खानेपानी समस्या दशकौं पुरानो हो। हर्का साम्पाङले यसलाई समाधान गर्ने प्रयास गरे पनि यो समस्या एकै पटक समाधान हुने खालको थिएन। पानीका स्रोत, बजेट, प्राविधिक पक्ष, कानुनी प्रक्रिया र विभिन्न सरकारी निकाय बीचको समन्वय आवश्यक भएकाले काम अपेक्षा भन्दा जटिल थियो। यसकारण कतिपय नागरिकहरूले सुधारको प्रयास देखिएको बताए भने केहीले अपेक्षित परिणाम अझै आउन बाँकी रहेको टिप्पणी गरे। आलोचनाका बावजुद पनि हर्का साम्पाङले उल्लेखनीय जनसमर्थन कायम राखेका छन्। विशेष गरी युवाहरू, स्वयंसेवक समूह र सामाजिक अभियानमा सहभागी नागरिकहरूले उनको नेतृत्व शैलीको प्रशंसा गर्दै आएका छन्। उनीहरूका अनुसार हर्का साम्पाङले नागरिकहरूलाई विकासमा प्रत्यक्ष सहभागी गराउने संस्कृति स्थापित गर्ने प्रयास गरेका छन्। लोकतन्त्रमा कुनै पनि जनप्रतिनिधिको कामको समीक्षा हुनु आवश्यक हुन्छ। हर्का साम्पाङका आलोचकहरूले प्रशासनिक प्रक्रिया, केही निर्णयको कार्यान्वयन, विभिन्न निकायसँगको समन्वय र सार्वजनिक अभिव्यक्तिहरूलाई लिएर प्रश्न उठाएका छन्। समर्थकहरूको तर्क भने फरक रहेको छ। उनीहरूका अनुसार पुराना समस्या छोटो समयमा समाधान गर्न सम्भव हुँदैन, त्यसैले कामलाई समय दिनुपर्छ। हर्का साम्पाङको जितको नेपालमा एउटा नयाँ सन्देश दियो। यदि कुनै व्यक्ति जनताको बीचमा रहेर काम गर्छ, विश्वास जित्छ र उस स्पष्ट उद्देश्यका साथ अघि बढ्छ भने ठुलो राजनीतिक दलहरूको समर्थन बिना पनि निर्वाचन जित्न सकिन्छ। यसपछि देशमा विभिन्न स्थानमा स्वतन्त्र उम्मेद्वारप्रति नागरिकहरूको चासो बढिएको देखियो। हर्का साम्पाङको नेतृत्वलाई एउटै दृष्टिकोणबाट मात्र हेर्न सकिँदैन। उनका समर्थकहरूले उनलाई श्रम, इमानदारी र नागरिक सहभागिताको प्रतीक मानिन्छन्। आलोचकहरूले भने दीर्घकालीन योजना, प्रशासनिक सुधार र संस्थागत विकासलाई अझ सुदृढ बनाउनु पर्ने आवश्यक ओल्याउँछन्। यी सबै पक्षलाई सन्तुलित रूपमा बुझ्नु नै कुनै पनि जनप्रतिनिधिको मूल्याङ्कन गर्ने उचित आधार हो। अर्को र अन्तिम भागमा हामी हर्का साम्पाङको समग्र योगदान, भविष्यका सम्भावना र नेपाली समाजमा उनले छोडेको प्रभावबारे विस्तृत निष्कर्ष प्रस्तुत गर्नेछौँ। धन्यवाद। भिडियो मन परे लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र यस्तै तथ्यमा आधारित नेपाली डकुमेन्ट्रीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र साइडमा रहेको बेल आइकनमा थिचेर अल सेक्सनमा प्रेस गर्न नबिर्सनुहोला। नमस्कार।